साथीहरु हामी चाहिँ यहाँनेर पुरानो एकदम पुरानो पावर हाउस चाहिँ यहाँ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका लगभग यो 2 नम्बर वडामा होला। यो 2 नम्बर वडामा चाहिँ यो एकदम पुरानो हाइड्रो पावर छ भनेपछि चाहिँ हामी यहाँ चाहिँ यसो अनुसन्धान र अवलोकन गर्नको लागि भनेर जान लागिरहेछौँ। यहाँ सरहरू पनि हुनुहुन्छ। टक्क लाएर साथीहरु के छ त्यहाँभित्र के छ त्यो पुरानो साल 2041 सालको हाइड्रो पावरमा चाहिँ त्यहाँभित्र के छ पुरानो मोडलको हाइड्रो पावर के रहेछ त्यो साथीहरु सबै देखाउनेवालामा छु। साथीहरु यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अब पुरानो भनेपछि त हामी त कहाँ हो अब कहाँ थियौँ त्यो पनि थाहा छैन है। त्यो पुरानो मोडलका चिजहरू चाहिँ हेर्नको जानलाई चाहिँ यो देख्न सक्नुहुन्छ। यो पुरा घना जङ्गल, यो जङ्गल ठुलो जङ्गल छ। यो कहाँनेर हो पनि थाहा छैन। हामी चाहिँ यहाँबाट सरर जाँदैछौँ। यो घना जङ्गलमा एकदम वातावरण चाहिँ एकदम राम्रो छ, एकदम सफा छ। ल साथीहरु यो हाइड्रो पावर चाहिँ कस्तो रहेछ म देखाउँछु। सबैले हेर्नु होला।